त्यसको लागि म एकदम उनीहरूले गरेको गल्तीको म एकदम माफ माग्छु फेरि माफ गरिदिनु पर्थ्यो त्यस्तो नगरौँ अब अलिकति गाडी ढाके के गऱ्यो भने त्यस्तो केही हाल्नु मेन त यहाँ भाइलाई ड्राइभरलाई हामीले सर यो कुरा चिप्लाएर बसेको होइन हाम्रो बारम्बार फोटो दिएर तिमीहरूलाई सुनापछि कसैले त्यस्तो गर्यो भने मेरो नम्बर दिनु मेरो नम्बर दिनु कसैले के भने म जिल्लाको चाहिँ युवा सङ्घको अध्यक्ष पनि हो कसैले के गरे दायाँ भने मलाई फोन गर्नु हाम्रो कुरो चाहिँ हाम्रो ज्यानको सुरक्षा चाह्यो भने उनीहरूलाई उल्टो मात्रै गर्छ अनि त्यो अन्डर 9 5 मैले त्यो बुझेँ होइन अब त्यो हामी त्यस्तो केही गराएको थिएन सर के चोटहरू केही लाग्छ उपचार के गर्नुपर्ने छ होइन अब उमेरले गर्दा त्यो हुन्छ दाजुभाइहरूको लागि मेरो सुरज तामाङ मैले माफी मागेँ होइन त्यो माइन्ड नगर्नु केही तल माथि गाह्रो छ म अरू समस्या अब हाम्रो संजोगले भेट भयो होइन मैले छोडिदिएर आएको कहाँ गएको भाइहरू गाडीको म माग्नु माग्छु होइन गल्ती गरेको भाइहरूले भने मेरो मनमा लागेको माइन्ड नगर्नु ल माइन्ड नगर्नु अब यस्तै हो गाडी गर्दै हुन्छ के त्यस्तो समस्याहरू पऱ्यो नयाँ भोग पदार्थको लागि त्यस्तो केही गाह्रो भयो भने मलाई भन्नु म गर्छु यहाँ होइन कसैले पनि होइन ल हेर्नुहोस् तपाईँ आफूले भिडियो पनि हेर्नुहोस् म थिएन त्यहाँ कसैले पनि होइन त्यहाँ नआन यस्तो गर्नु हुँदैन भन्ने कोही पनि छैन क्या त्यहाँनिर सबै यता आइसक्यो अब यो उनीहरू पनि सर 1 मिनट गाडी तोडफोड गाडीमा ढुङ्गा हान्न थालिसक्यो सब कलहरू आएर मात्रै कस्तो नम्बर मिस कल भनेको लास्टमा कति आएको छ 85 मेरो छ भाइको नाम सरी अमर श्रेष्ठ कहाँ हो मेरो घुमथाङ 7 नम्बरबाट दार्जिलिङ अलपतिले 7 नम्बरबाट सबै 7 नम्बरबाट ए 7 नम्बर हो हामीले त्यस्तो केही बोलेको पनि छैन केही गरेको पनि छैन न हामीले पार्टीको झन्डा गइरहेको छ न केही गरेको छ होइन तपाईँको हाम्रो गाडी भनेको त प्राइभेट घर हो होइन कुनै पार्टीको केही पनि बोकेर हिँडेको छैन क्या होइन ठिक छ त्यो गर्नु पनि हुँदैन अब एकदम जे हो किनभने हाम्रो पार्टीको हामीले त्यस्तो गर्ने हो भने अब त्यस्तो गर्न सक्यो होला हामीले नि गर्ने होला होइन त्यस्तो झगडा गर्नु मन त्यहाँ के भयो साथी भने त्यहाँ घन्टी बालेनको गीत बजाएको थियो त्यो गीत बजाएर पनि उनीहरूले भनेको क्या घन्टी बजाएर त्यहाँ धेरै कन्डकिन्डिङ बजाएर अनि न्यु बजेर गाडी पनि घार गर्दै गऱ्यो क्या अनि जे भयो भने मान्छे कुद्नु त हुँदैन है धारणा हेर्नु न तपाईँको धारणा हेर्नु न कस्तो छ कि अब अराजकता कस्तो देखायो गाडीहरू के क्षति भएको गाडीमा क्षति छैन होइन गाडीमा केही क्षति भएको छ भने मलाई भन्नु गाडीमा क्षति त अब त्यस्तो ड्राइभरलाई नि हातपात गर्न आयो हाम्रो चित्त बुझेन होइन हामी आफै स्वयं हामी आफै पार्टीलाई सहयोग गरेर हिँड्ने मान्छे हो होइन पार्टीलाई सहयोग गरेर हिँड्ने मान्छेले यस्तो गर्न आएपछि हामीले होइन धेरै अराजकता पनि मेरो तर्फ मैले चाहिँ होइन हजुरले माग माग्न पर्दैन होइन हाम्रो के धारणा हो भने जुन यो अराजकता देखाउन आयो नि तिनीहरूलाई मास कारवाही होस् चाहे अरू पार्टीको होस् चाहे हाम्रो पार्टीको होस् सल्लाह गर्छौँ किनभने यिनीहरूलाई कारवाही चाहिँ हुन पर्यो घटना के भएको छ होइन त्यो विषयमा म पनि सल्लाह गर्छु यदि उनीहरूले त्यो गरेको छैन म त्यो अनुसारको पार्टीसँग नेतृत्वमा बसेर सब सल्लाह गरेर होइन कारवाही गर्ने हो कारवाही के होइन कारवाही चाहिँ गर्नुपर्छ कारवाहीमा हामीलाई बरु हाम्रो पार्टीमा नरहोस् होइन केही गाडीको क्षति भएको गर्नुपर्ने कुराहरू गर्नु पर्दैन पनि गरौँ होइन नम्बर लिइहालेको छ होइन अहिले माइन्ड नगर्नु यो विषयलाई लिएर माइन्ड नगर्नु कहिले त्यस्तो माइन्ड त गरेको यो ठाउँमा हामीले त्यस्तो भन्नु किनभने पछि कोठामा आइसकेपछि के गर्यो भने फेरि कोठामा आइसकेपछि तँलाई पक तिमीहरूलाई पक भनेर गाडीको फोटो खिचेर ड्राइभरको फोटो खिचेर अनुहार खिचेर लिएर गएको छ क्या पक भने खाके त्यो मान्छेहरू काहीँ गर्ने सबै चिनी केटाहरू छ फेरि यतातिर कोही मान्छे होइन हामीले त अल नेपाल हिँड्नु पर्ने ड्राइभर मान्छे गाडी चलाएको मान्छे होइन उनीहरूले जहाँ पनि भेटेर जे पनि त्यो नहोस् त्यसको जिम्मा म लिन्छु के त्यस्तो मलाई फोन गर्नु है जिम्मा लिन्छु भनेर मान्छे जिम्मा कसैले पनि होइन यो कुरा नगर तपाईँले पनि होइन किनभने यिनीहरूलाई कारवाही हुनुपर्छ हाम्रो अरू केही पनि हामीले उ गर्न मिल्दैन त्यस्तो नराम्रो उ पनि गरे होइन नराम्रो भने पनि छैन हामीले पनि होइन
किनभने उनीहरूलाई कारवाही होस् बस त्यति मात्रै ठिक छ हाम्रो त्यो को रहेछ त्यहाँ हेर्नु पऱ्यो नि त मैले चिन्नु पऱ्यो नि त मैले चिनेको त छैन त्यो भिडियोबाट सबै प्रश्न त चिन्दैन नि त मान्छेहरू त होइन को कहाँ कुन कुन कमिटी होइन त्यो गाडी सबै बित्तिकै जुन हाम्रो जुन त्यो रातो गाडी र सेतो गाडीको दुइटै गाडीको नम्बर प्लेट मसँग छ होइन त्यो दुइटै गाडीको नम्बर प्लेट दिन्छ त्यो दुइटै गाडीले त्यो गाडी एउटा किन रोक्यो किन गाडी छेक्यो त्यो गाडीलाई होइन ट्रकलाई किन बाटो छेकेर गाडी रोकेर अगाडि र्याली गइसकेको छ तपाईँको फेरि पछाडिको र्यालीले छेकेर बाटो छेकेर हात हाल्न आएको ठिक छ म भरे बेलुका यसरी बुझेर को चढाएको छ त्यो गाडीमा होइन कहाँ कुन चाहिँ पालिकाको साथीहरू थियो होइन सबै कुराहरू बुझेर यो कुरामा पार्टीको नि एउटा ध्यान गर्छ त्यो म गाडीको नम्बर लिइराख्नु भन्ने हाम्रो भाइको नम्बर लिएँ मैले भाइको नम्बर लियो मैले माफी पनि मागेँ अब दाजुभाइ टाढाको मान्छे पनि होइन होइन भन्नाले म नि एउटा आफ्नो आवश्यक भनेको होइन हामी भाइहरूसँग चिन्जान त छैन व्यक्तिगत चाहिन्थ्यो हामीलाई पार्टीको सङ्गठनको भएको हिसाबले मैले फेरि हामीले के भनेको थिएन अघि पारिबाट आउँदाखेरि हामी हिँडेर आइरह्यो तपाईँ जाने बेला चौकीमा म अघि नै पनि जान्थेँ होइन सर आएर के भन्यो भने फेरि औँलो ठडायो कि कक्ति मार्ला भनेर औँलो ठडायो कि यही पारिपट्टि नै त्यसपछि चाहिँ हामीले पुरा यहाँ अब वडा अध्यक्षलाई भनेर हामीले के गर्न मिल्छ यस्तो यस्तो भन्यो भिडियो पनि हालिसकेको छ यस्तो यस्तो भन्यो ल के गर्नुपर्छ तपाईँले गर्नुहोस् भनेर मैले उसमा पार्टीमा उसलाई वडा अध्यक्षलाई भनेर ल तपाईँहरूको के हो यसलाई कारवाही गर्ने नगर्ने हुने नहुने भनेर भन्दाखेरि अनि उनीहरूले अब वडा अध्यक्षज्यूले अब एकछिन बस्नुहोस् तपाईँहरूले के गर्न सक्नुहुन्छ गर्न सक्नुहुन्छ तपाईँ नभए चौकीमै जान सक्नुहुन्छ एकछिन होइन म त्यो त मैले त्यही भएर मात्रै हामी बस्यो अब बेलुका गएर म को चढाएको के गरेको छ त्यो हेर्छु अनि त्यस पछाडि जस्तो पार्टी नेतृत्वसँग सल्लाह गर्छु अब चुनाव अगाडि त यो चुनावभन्दा अगाडि त हामी सम्भव नहोला तर यदि त्यही केटाहरू हो भने त्यो सम्बन्धित साथीहरूले चाहिँ अब अरू त के नै गर्नु सक्छ र होइन कम्तीमा मैले माफी माग्ने बाटोहरू तपाईँको हेर्ने भने अस्ति एमएलएकै झन्डा चलाउँदाखेरि एमएलए झन्डा चलाउनलाई कारवाही हुने होइन मान्छे कुट्न आउनलाई कारवाही मैले भन्नु खोजेँ अब जस्तो जुझेर त हामी हुँदैन जस्तो उनीहरूलाई कम्तीमा हातपात भयो उनीहरूलाई चाहिँ कम्तीमा माफी माग्ने वातावरण म गराउँछु नि त होइन सरी गल्ती भयो यसो भयो म के अरे यस्तो आक्रोशमा आएर अलिकति प्रायः नै भयो क्षतिपूर्ति के भएको त्यो हामी चाहिँ सिक्छु भन्ने खालको वातावरणमा भइहाल्यो नि होइन क्षतिपूर्ति त अब गाडीमा हाल्न चाहिँ आयो हाम्रै दाजु घुमथाङ मेरो धेरै दाजु छ होइन सबै दाजुहरू चिन्छु होइन लु माइन्ड नगर्नु मेरो नम्बर ल्याएको छ भाइले होइन म भरे बेलुका गएर सबै कुराहरू बुझेर अनि अब चुनाव अगाडि त अगाडि सम्भव नहोला पछि बसेर नभए चुनाव अगाडि भन्दा पनि यो नानीलाई चाहिँ कारवाही तत्कालै गर्नुपर्छ यो गाडी छिर्नाउने ड्राइभरलाई गाडी सस्पेन्ड हुनु पऱ्यो चुनाव अगाडि पुरै यसको गाडी सस्पेन्ड हुनु पऱ्यो होइन हाम्रो माग त्यही ल ठिक छ ल गर्न पनि त्यति माइन्ड नगर्नु एकदम फेरि पनि सरी मागेँ ल हस् माइन्ड नगर्नु ल त्यो बाटो म गर्छु त्यो यसरी सल्लाह गरेर अनि तिनीहरूको कुरा छ अनि नभए एकचोटि सबैजना राखेर हामी दाजुभाइ नै टाढाको मान्छे होइन बसेर एकचोटि सल्लाह गराउनु गफ गराउनु हुँदैन ल